साथीहरू तपाईहरुलाई मेरो युट्युबमा सम्पूर्णमा स्वागत छ र मैले चाहिँ यो अहिले फुलिरहेको फुलहरुलाई चाहिँ देखाइरहेको छु। नयाँ कलरको यहाँ रहेछ फुलिरहेको। फुल प्रेमुला फुल मजाले फक्रिरहेछ के। टर्नेलभित्र मैले बेर्ना छरेको थियो अनि जति सार्न सक्नेहरु चाहिँ मैले पटमा सारे, नसकेको चाहिँ मैले यसरी जमिनमा नै राखेको थिएँ। तर मजाले फुलिरहेछ फक्रिएर। कस्तो राम्रो फुलिरहेको छ। सानो उसमा रोपेको थिएँ मैले प्लास्टिकको भाडामा। जिरेनियमहरु फुल्न लागिरहेछन्। यो पनि अब चाहिँ हरियो हुँदै आयो। यसरी पटमा रोपेको छु। अहिले यो पनि दामी मयूरपंखी धुप्पी। अनि मैले थुक्पासँग खानको लागि प्याज यसरी उमारेको छु पटमा। यहाँ यो चाहिँ मेरो 6 बोट छ। 4 बोट चाहिँ मलाई गिफ्ट आएको थियो। बाँकी मैले बजारबाट किनेर पनि ल्याएर रोपे। यो हो मैले टनलबाट सोको लागि निकालिसकेको यो फुल। यो मेरो डक फ्लावर चाहिँ अलिक हेल्दी चाहिँ छैन। यो पनि फुलुन्न लागिरहेछ जस्तो छ तर धेरै हेल्दी चाहिँ देखिन्न। अब यो हेर्नुस् न यसरी यो कसले यो फुल्दै थियो क्या यो 2 बोट। किराले न मान्छेले न यस्तो मजाले यस्तो गर्दिएछन् क्या यो 2 बोट। अनि यो चाहिँ हेर्नु कोपिला, यहाँ कोपिला बिचरा। यो चाहिँ मेरो सोमा आएको फुलहरु हो अहिले। फुल्न लागेको कोपिला। यो पनि रिपोर्टिङ गर्नुपर्ने छ। मेरो रोज काकीले मलाई गिफ्ट दिनुभएको थियो अनि मैले त्यसलाई नै एउटा गिफ्टलाई नै धेरैवटा बनाएर यता सारेको छु कटिङ गरेर। यो पनि सोमा लाने बेला भयो मेरो फुल। यो पनि रिपोर्टिङ गर्नु छ। ओ सरी फुलहरु यहाँ पाखम्बित फुलिराखेको। यसलाई चाहिँ झार चाहिँ निकालिदिनु पर्ने हुन्छ। झारले जतिले सबै मल खाइदिन्छ। त्यही भएर यसलाई जरो निस्किराखेको रहेछ यसो गरिदिन्छु। यसलाई नै म कटिङ गर्छु। राम्रो फुल्नेमा हो मेरो गोदावरी। पछि फुलाउनु पर्छ। यसलाई पनि म कटिङ गरेर रोप्ने छु। यसको मन्टा पनि एकचोटि चाहिँ चिमाटौँ जस्तो लाग्यो। फेरि बाक्लो पलाउँछ फुल। यसरी राखेको छु। यहाँ फुल्दै गरेको फुल। यहाँ अर्किड यसरी सरर
भर्खर सारेको बिरुवाहरू छन्। यहाँ फुल्दै रहेछ। यसको त फुल फुल्न लागेछ, अब फल्छ यो। पोहोरको साल पनि कति धेरै फलेको थियो, फलेर धेरै मैले खाएँ। यहाँ चाहिँ अर्कै खालको फुलहरू भर्खर सारेको हो। यसरी अर्किड रोपेको थिएँ, हिजोको पानीले अलिक यसलाई सहज बनाइरहेको होला सायदै। फाइनल्ली आजको मौसम हाम्रो सोलुखुम्बुमा यस्तो छ। मैले यो बिरुवा रोप्न लागेको छु, बन्दा काउलीको बिरुवा। अब चाहिँ बन्दा काउली रोप्न लागेको छु। अस्ति मैले लसुन रोप्दै गरेको भिडियो त तपाईँहरूलाई मैले देखाएको थिएँ, यतिको भइरहेको रहेछ। अब त्यसकै अलिकति यतापट्टि म चाहिँ यो रोप्छु, बन्दा काउली। अस्ति रोपेको लसुनहरू चाहिँ यसरी आइरहेछ। खै त्यति राम्रो चाहिँ पलाएन। मैले काउली बन्दा पनि यसरी रोपिसकेँ। मैले रोपेको चाहिँ भिडियो गरिनँ, सो यसलाई मैले भित्र पोकल जस्तो बनाएँ पहिला, अनि त्यसपछि मल हालेँ, पाकेको मल, त्यो माथि माटो मिक्स गरेँ, अनि त्यसपछि चाहिँ मैले यसरी रोपेको छु। रोपिसकेको भिडियो चाहिँ तपाईँहरूलाई देखाउन गइरहेकी छु। अहिले यत्रो सानो रोपेको बिरुवा छु, पछि फुलेको अनि फलेको फक्रेको सबै भिडियोहरू चाहिँ म पार्ट बनाएर बनाउने नै छु। मैले यस्तो खालको बिरुवा लगभग 22-25 बोट रोपेँ होला। आफूले खानको लागि हो, आफ्नो अर्ग्यानिक खानको लागि चाहिँ मैले यसरी आफ्नै खरेसाबारीमा रोपेको छु। अब बाहिरी किन्दै गर्दाखेरि सब्जीहरू कति महँगी पर्छ नि त, तर बिहान बेलुका यसरी रोपेर यसलाई स्याहार सुसार गरियो भने खानको लागि चाहिँ तरकारी आफै उत्पादन गर्न सकिन्छ। र म त बिहान बेलुका यसरी उमारेर नै खाने गर्छु। आफैले अर्ग्यानिक खानु स्वास्थ्यको लागि एकदम राम्रो हो। र यसरी कम्पोस्ट मल है, गाईबस्तुको टक्करको मलबाट हामीले यसरी चाहिँ अर्ग्यानिक तरकारीहरू उत्पादन गर्न पनि सकिन्छ। यो सबैको भिडियो चाहिँ मैले गरिनँ, सो यसरी रोपेको छु। अब यो बाँकी 4 बोट चाहिँ टनलभित्र लगेर रोप्ने भनेर मैले विचार गरेकी छु। अहिले फुलेको छैन, यसरी रोपेको छु। यो पनि तरकारी, भिडाकुटी यस्तो खालको थाङ्रो पनि लगाइसकेँ। सानो करेसाबारी। बिरुवामा अब यसरी हजारी मार्फत पानी हाल्दैछु। यसरी पानी हाल्नु पर्ने हुन्छ। मलाई चाहिँ अलिक रुगा लागेर मेरो आवाजहरू चाहिँ अलिक बोल्ड भइराखेको लागिरहेछ। प्रायः सकियो मेरो खाजा चटपटे अनि कालो कफी।